नीलो रङसँग यति डराउनु फोबिया हो, राजनीति होइन। बिरालो कालो होस् या सेतो मुसा मार्नुपर्छ। अर्को थरी भन्दैछन् महिलाको सुरक्षा कुनै एउटा ब्लू बसमा सीमित हुनु हुँदैन। सम्पूर्ण सार्वजनिक यातायात प्रणाली नै सुरक्षित, मर्यादित र महिला मैत्री बन्नुपर्छ। यी त भए पक्ष विपक्षका कुरा। हामी कुरा गरौँ साझा बसको इतिहास, यसको स्थापना गर्नुको उद्देश्यको बारेमा। आजभन्दा करिब 65 वर्ष अगाडि विक्रम सम्वत 2018 चैत 3 गते उपत्यकामा सर्वसुलभ र सस्तो भरपर्दो सेवा र यात्रुहरूलाई सम्मानजनक सार्वजनिक यातायातको अनुभव गराउने पवित्र उद्देश्यका साथ स्थापना भएको थियो साझा यातायात। काठमाडौँ उपत्यकामा विक्रम सम्वत 2019 साल साउन 1 गतेदेखि आयातित बसहरूबाट सुरु भएको साझा बसको सेवा सन् 1970 र 80 को दशकमा जापान सरकारले 35 वटा इसुजु र 1986 मा 47 वटा मित्सुबिसी बसहरू अनुदानमा दिएर 1990 ताका साझा यातायातसँग 100 वटा भन्दा बढी बसहरू भएका थिए। तर सन् 1990 को अन्त्यतिर राजनीतिक हस्तक्षेप, कुव्यवस्थापन, आर्थिक अनियमितताका कारण संस्था सङ्कटमा पर्यो। 2001 मा पूर्ण रूपमा बन्द भयो। पछि सर्वसाधारणहरूको माग र अदालतको आदेश अनुसार विक्रम सम्वत 2069 साल चैतदेखि साझा यातायातले नयाँ र आधुनिक बसहरूका साथ आफ्नो नयाँ सेवा सुरु गर्यो। साझा बसको रङ पहिलादेखि नै हरियो भने थिएन। 2069 सालमा साझा यातायात पुनः बिउतियो। तब संस्थालाई रिब्रान्ड गर्दै पुराना रङ बदलेर ताजा र उज्यालो हरियो रङ प्रयोग गरियो, जसले यो संस्था अब आधुनिक, सुधारिएको र जनमुखी सेवाको साथ फर्किएको सन्देश दियो। र यति बेला साझा यातायातले आफ्नो क्षमता अनुसार प्रभावकारी रूपमा काम गरिरहेको छ। अब कुरा गरौँ हरियो बस भनेर चिनिने साझा यातायातको रङ हरियो हुनुका मुख्य कारणहरू। वातावरण मैत्रीको प्रतीक। हरियो रङले वातावरण संरक्षण र दिगो विकासको सन्देश दिन्छ। सहज पहिचान र सुरक्षा, हाई भिजिबिलिटी। हरियो रङ टाढैबाट चिनिन्छ र काठमाडौँ उपत्यका जस्तो भिड र धुलाम्मे ठाउँमा पनि सहज रूपमा पहिचान हुन्छ। तपाईलाई के लाग्छ, काठमाडौँ जस्तो विश्वकै प्रदूषित शहरमा ग्रिन सिटी झल्काउने थोरै भए पनि वातावरण मैत्री साझा यातायातलाई विवादको विषय नबनाई नयाँ सरकारले महिलाहरूको लागि दिन खोजेको विशेष सुविधा राजनीतिका रङभन्दा पनि माथि उठेर कसरी दिन सक्छ?